हेरिरहनु भएको बुढा? यसो झोलासोला लिएर निस्किँदै गर्नुहोस्, छोरीलाई रेडी गरिदिनुहोस् न। अचम्म लाग्छ, होइन के हेरिरहनु भएको हो के? भर्खर भर्खर लभ गरे जस्तो गरेर हेरिरहनुहुन्छ त। अनि यसरी हेर्दा गल्ती भएर हेर्ने होइन क्या, हिँड्ने हो, ढिला भइसक्यो। भन्नुहोस्। मैले यो साडी तिमीलाई कहिले गिफ्ट दिएको भए त? ए प्रभु, अब कहिले गिफ्ट दिनु भयो के भनेर बस्ने होइन है। मलाई मेरो माइती जाने गाडी छुट्यो नि फेरि। त्यस्तो है, माइती जाने भनेपछि मेरो कुराको वास्तै छैन। समयको भयो, यो दिन दिनु भएको भनेर भन न, भन त कतिको समयको रहेछ? मलाई यादै छैन। मलाई थाहा थियो, त्यही भएर मैले सोधेको। त्यसलाई त केही कुरा थाहै हुँदैन नि, सब कुरा बिर्सिन्छ त्यस्तै हो। बाफ्रे है, मान्छेहरूले यति भन्ने ठाउँ पाएपछि त केही बाँकी राख्दैनन् भन्ने सुनेको थिएँ। हो रहेछ, यति गिफ्ट दिएको याद आएछ। मलाई चाहिँ सबै कुरा यादै छैन जस्तो गर्नुभयो होइन। मलाई एक एक याद छ। फर्स्ट भेट हुँदा रेड कलरको फुल बाउलावाला टी सर्ट लगाउनु भएको थियो, क्रिम कलरको प्यान्ट लगाउनु भएको थियो, ब्ल्याक कलरको जुत्ता लगाउनु भएको थियो, अनि ब्ल्याक कलरकै ब्याग बोक्नु भएको थियो, अनि ब्ल्याक कलरकै चस्मा लगाएर आउनु भएको थियो। त्यसपछि के लाउनु हो, के बोल्नु हो, सबै मलाई राम्रोसँग याद छ। बुढीले सबै कुरा बिर्सिन्छ कि भनेर त्यही मलाई त्यसरी भन्ने होइन। ल हिँडिहाल्नु त, अहिले गाडी छुट्छ, ढिला भइसक्यो। ल आउनु। एक्लै छु भनेर भोक भोकै बस्ने त चाउचो चाउचो ल्याएर खाने होइन नि। खाना पकाएर तातो खाना खानु बेलुका। हुन्छ हजुर, चिन्ता नगर्नु न। कस्तो अचम्मको हुनुहुन्छ क्या दाइ, यतिखेरसम्म फोन उठाउनुहुन्न। बिहान यहीँ भेटेर जाने भने मान्छे फोनै नउठाएर एक्लै जानुभयो जस्तो लाग्यो मलाई त। कति पर्यो र? अब गाउँ जाने गाडी 10 बजीसम्म पाउँछ, त्यही भएर दाइले अल्छी गर्नु भएको लागि नाच्यो, आइहाल्नुहुन्छ। फोन गरिहाल न फेरि। फेरि कहाँ झन् पहिलो गाडीमै जाने भन्ने सोचेको थिएँ मैले। 10 बजे गएर बाटोमा केही अप्ठ्यारो पऱ्यो भने घर पुग्दा त रातै नै हुन्छ त नि। सम्म छ ए, फोन त उठाउनु के। हेत तेरिका, एकचोटि फोन उठाउँदा चाहिँ के जान्छ के? दाइ सुतिरहनु भएको छैन, गरे गर न। त नि बर्बादै बात। कान्छीको फोन कचुरी आइसकेको छ। कान्छीले पो बता। सुन्नुहोस् त, उठ्नुहोस् न। के भयो हजुर? के हुनु नि हजुर, बर्बाद भयो। कान्छी बहिनीको फोन कतिचोटि आइसकेछ, निदाको निदाइ भइएछ। गाउँ जान ढिलो पो भइसकेछ। म यसो लुगा फेर्छु, तपाईँ एकछिन बाहिर गइदिनुहुन्छ? तँ त लुगा फेरिन्छौ, म यत्तिकै जानु। तपाईँको लागि पनि मैले केही ल्याएको छु, एकछिन बस्नु ल। हेर्नुहोस् न, अब मलाई मनपर्ने कलर यस्तै हो। मैले यस्तो कलर ल्याइदिएँ, तपाईँलाई मनपर्छ कि पर्दैन? यो सब गर्दैन थियो। अब किन नपर्नु, गाउँ जाँदा सबैले नयाँ लुगा लाएर जान्छन्। अनि मैले पनि अरू सबैलाई किन्दाखेरि तपाईँलाई पनि यो किनिदिएको। ल तपाईँ यो लगाउनुहोस्, म एकछिन बाहिर बसिदिन्छु। अनि फेरि तपाईँ लगाइसकेपछि म आउँछु, अनि म लगाएर निक्लिहाल्नुपर्छ है। उतै जाँदै गरौँ। आज माइतमा पुग्दा चाहिँ रातै पर्ने। कुद्नु भएको धेरै बेर कुद्नु पर्यो है तिमीहरूलाई। पुऱ्याएपछि कुर्नु परिहाल्यो नि। के हो के दाइ तपाईँ? पहिला त यसो काहीँ जानु पर्यो भने त 4 बजे रातिदेखि नै उठेर ढिला भयो भन्न सबलाई अत्याउने मान्छे आज किन यति धेरै ढिला गर्नु भएको? कसरी भनौँ म तँलाई के भयो भनेर?
रातभरि भुइँमा सुत्ने कि काठमा सुत्ने भनेर छलफल गर्दा गर्दै रात बित्यो। ए दाइ के भयो के किन यसरी ढिला गर्नु भएको जाउँ छिटो। हुन्छ जाने गाई सब ठिक छ नि हजुरलाई? जान त जाने नानी, तँलाई एकजना नयाँ मान्छेसँग भेटाउनु पर्ने थियो। को मान्छे? छ एकजना। दम्बरीजी दम्बरीजी उनीसँगै हो मैले भेटाउँछु भनेको। उहाँ यहाँ कसरी आइपुग्नु भयो दाइ? अब उहाँ जसरी यहाँ आइपुगे पनि आइपुगिहाल्नुभयो, बाँकी कुरा गर्दै जाउँला। अहिले चाहिँ हामी जाउँ कान्छी। अनि ढिला भइसक्यो, कसरी जाने होला भनेर तैँले चिन्ता गर्नु पर्दैन। मैले गाडी बेच्ने अफिसमा काम गरेको थिएँ, अनि भाइको बिहेमा एउटा गाडी चाहियो, गाडी लिएर जानु पाए हुन्थ्यो भनेर साउलाई भनेको थिएँ। अनि साथीले पनि कुरा मिलाइदियो, साथीले अलि माथिसम्म गाडी लिएर आइन्छु भनेको छ। हामी त्यही गाडीमा जाने हो। बरु अहिले हामी ढिला नगरिकन जाउँ, अलि माथि जाउँ अनि गाडीमा गइहाल्नुपर्छ। जाई सब जाउँ। ल कान्छा, आजसम्म हाम्रो थिस बाबु अब बुहारीको हुने भइस्। कस्तो कुरा गर्नुभएको आमा? आजसम्म त मात्रै थिइस्, अब आजबाट त बुहारी पनि परिवारमा थपिने भइन्। कति रमाइलो हुने भयो भन्नुहोस् न। भावुक हुँदै अब बुहारीको हुने भइस् रे। सबै छोराहरू बिहे गरेपछि बाबुआमालाई वास्तै नगरेर श्रीमतीको मात्र हुने खालका हुँदैनन्। हाम्रो कान्छो बुझ्ने छ, उसले श्रीमतीलाई बुवा आमालाई सबैलाई मिलाएर अगाडि बढ्न सक्छ। अन्मिनी बेलामा निराश नबनाइदिनु न। के हो कान्छा? बिहे गरेर बुहारी भित्राएपछि आमा बुवा दिदी भिनाजु सबैलाई बिर्सिने विचार त छैन नि तेरो? हे दिदी पनि के कुरा गर्नु भएको? अरू त को तपाईँको भाइले त्यस्तो गर्छ होला त? गर्दैन, मेरो भाइले त्यस्तो कहिले गर्दैन। म यत्तिकै जिस्केकी मात्रै हुँ। ल अब राम्रोसँग जाऊ, बुहारी लिएर आऊ। हस् पठाइदिउँ आमा? ल छेउको राम्रोसँग जानु, बुहारी लिएर आउनु। ल्याइहालिन्छ नि। ल बाबु अगाडि बढौँ। है ल हामी गयौँ, बुहारी लिएर आउँछ। के रोइ किनी? यही दिन देख्नको लागि मरिहत्ते गरेकी हैनस्? अब अन्मिनी बेला चाहिँ यो के खालको नाटक हो? अब सधैँ खुसी हुनु। जसरी जान खोजेका थिइस् त्यसै गरी अन्माइदियाछु। राम्रोसँग जानु, घर गरेर खानु। बाबा, मैले हजुरको मन दुखाए, मलाई माफ गरिदिनुस् है। ल ल, मेरो मन दुखेको बारेमा के सोच्छेस् नि? अब उहाँको परिवारलाई खुसी राख्नु, उहाँको मन नदुखाउनु। म त तेरो कोनै हो र? बाबा, यस्तो कुरा नगर्नु न। हजुर त मेरो सब थोक हुनुहुन्छ। को सब थोक हो भन्ने त यहाँ छर्लङ्ग देखिहाल्या छ नि। ल ढिला होला, जाँदा हुन्छ। बाबा, यस्तो कुरा नगर्नु न। हजुर त मेरो सब थोक हुनुहुन्छ।
सम्धिज्यू छोरी अन्माउने बेला किन यस्तो कुरा गर्नुहुन्छ कि अब नदिनु छोरी दिइसक्नुभयो नजोड्नु सम्बन्ध जोडिसक्यो अब खुसी भएर बिदा गरिदिनुहोस् न आफूले चाहे अनुसारको छोरी बिदाई गर्न पाए पो खुसी हुनु त गाउँभरि आफ्नो बदनाम भइरहेछ के खुसी हुनु नि मुर्दाघर जस्तो पारेर चाहिँ बिहा गरेर पठाउनु परेछ ल अब जाँदा हुन्छ सोफिया हिँड जाऊ फुपू बाबालाई सम्झाउनुहोस् न बिदा हुने बेलामा पनि यस्तो व्यवहार गरिराख्नु भएको छ मलाई धेरै पीडा भइरहेको छ दाइ बिदाईको बेलामा त अलि मिठो बोलिदिनु न यसको व्यवहारले मेरो मुखबाट मिठो भन्ने शब्दै निस्किन छोडिसकेको छ कहाँ मिठो बोल्ने नि मैले हेर्नुहोस् हजुर यसरी छोरीको मन दुखाउनु भएर हजुरलाई पनि त खुसी मिल्दैन नि छोरीसँग मिठो बोलिदिनुहोस् छोरीलाई खुसी बनाएर पठाउनुहोस् यस्तो गर्नुभयो भने हजुरलाई पनि खुसी मिल्छ फेरि छोरीलाई पनि त बाबा खुसी हुनुहुन्छ भनेर उहाँलाई पनि त खुसी मिल्छ यति धेरै कठोर नबन्नुहोस् न छैन म कठोर बनेको ल रात पर्ला ढिला होला बिदा भइहाल्नुहोस् हजुरहरू कायदा त हुन्थ्यो नि भाइ अब छोराले अन्तै मन पराएपछि के गर्नु छोराछोरीको खुसी भन्दा ठुलो कुरो अरू केही हुन्छ र अहिले चुप लाग है तिमी बुहारीले सुनिन् भने झन् रुन थाल्छ ए बाबा मैले हातमा टोलाएर हेरेर बस्छु भने होइन कि हात समाऊ अनि अगाडि बढौँ भन्न खोजेको हो ल अब आँसु पुछ अनि मात्र अगाडि बढ्ने है फेरि तिम्रै बाउको घरमा फर्काइदिन्छु नि के भन्नुभएको आँसु पुछ न त अनि आहा यो नि तरिका बल्ल ह्याप्पी जोडी देखियो ल बढौँ अगाडि लागौँ आज रुन्ची बुहारी भन्छौ नि तिमी ल होइन के देख्नु पर्यो यो कुन चाहिँ पागल होला त बाटोमा अगाडि नबढ भनेर लेखेको छ बा त्यही त भने कसले यस्तो गर्यो म सबै ओहलेर फालिदिन्छु बुवा तर दाइ त्यहाँ के हुन सक्छ उखलेर नफालौँ होला हो बरु हाम्रो घर जाने बाटो अर्कै छ भने हामी अर्को बाटो हुँदै जाउँ न कहाँ हुनु जय साहब हाम्रो घर जाने बाटो यही एउटा हो यो नओहलिकन त सम्भवै छैन त्यही भएर यो सब ओहलेर फालिदिने अनि हामी यहीँबाट जाने हो त्यस्तो केही छैन होला के दाइ जानु ओखलिदिनु हामीलाई तर्सन राखेको होला यो त तर कान्छा मलाई त कस्तो डर पो लाग्यो त हो के डराइरह होला दाइ पनि ठिक छ मै हटाइदिन्छु मुक्त हुनु पर्यो
सो हेलो नमस्ते वेलकम ब्याक टु माई च्यानल म अनिस पौडेल आई होप तपाईँहरू पनि फिट एन्ड फाइन हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु होइन आज ढाक्क लाएर पुसको कति भन्दा आज 10 हो कि 11 गति हो होइन जति भयो नि उता चितवनतिर त पानी पऱ्यो भन्ने सुनिरहेको थिएँ मैले 4-5 दिनदेखि झरी लगाइरहेको छ भन्ने सुन्थेँ तर अब झरी लाखा कि के लाखा त मलाई थाहा छैन तर यतातिर नि पुरा पानी पर्ला जस्तो भयो जस्तै देखुन त अब दबाई त सुकायो माथि छानामाथि अब ढक्क लाएर खानासाना खाएर यत्तिकै बसेको अब कस्तो जाडो भइरहेछ पुरा पानी पर्ला जस्तो लाग्छ दबाई त सुकाइयो नसुकाउनु पर्ने हो दिनभरि आगो तापेर बस्ने जस्तो दिन छ वरिपरिको मौसम देख्न सक्नुहुन्छ पुरा ओहो यस्तो छ पुरा हेर्नु न कालो बादल लाएर पानी त स्योर पर्छ आज भोलि पर्छ उस्तो अहिले पर्न सक्छ सडनली भन्न सकिन्न कति बेला पानी पर्छ ओहो आगो पनि निभिसकेको छ देख्न सक्नुहुन्छ होइन आगो निभेको छ यस्तो जाडो भइरहेछ टोपी सोपी लाएर यस्तो तरिकाले टोपी सोपी लाएर पुरा बसेको जाडो भएर ज्याकेट स्याकेट लाएर पन्जा लाउन पर्ने ओहो जाडो टाढ देख्न सक्नुहुन्छ हाम्रो पाल पुरा छानामाथि हावा र पुरा उडेर गएको अरे के खन्ना लाने डोजरले हो त मन्दिर बनाउनु ठाउँमा त्यहाँ पुगेको अरे के यो हो हाम्रो बारीको अर्ग्यानिक त्यो प्याज हो यो चाहिँ काउली बन्दा हो काउली मात्रै होला यो पुरै त्यो प्याज सुन्तलाको रुख यता चाहिँ सागहरू धनियाँहरू लाउन बाँकी छ र यो साग देख्न सक्नुहुन्छ ओहो दाउराहरू हो कुखुरा खोर्वा कुखुरा चाहिँ छैन कुखुरा चाहिँ अब हाल्नुपर्ने छ चल्ला ल्याएर अहिले खोर खाली छ पुरा देख्न सक्नुहुन्छ भुस हालेर रेडी बनाएर राखेको ओहो यो हाम्रो यो के अरे तोरी साग के साग भन्छ यहाँ पनि खनेर खुर्सानी त यो मरे थुप्रै थियो यसको बिरुवाहरू खुर्सानी तर मैले चाहिँ के गरिदिएँ भन्दा काटिदिएँ क्या फेरि फल्छ नि बल्ल फलेछ अलिअलि फल्यो काम छैन अब यसलाई पनि फालिदिने अनि नयाँ खुर्सानी लगाइदिने अनि यो हाम्रो कागतीको रुख भयो होइन कागतीकै पुरा 12 मासे फल्ने कागती त्यो विकासी हो कि हाइब्रिड हो कुन कागती हो अब यहाँ अगाडि नि धनियाँ सनियाँ साग लगाइदिनु पऱ्यो साग त छ अलरेडी धनियाँहरू अरू लगाइदिनु पऱ्यो त्यता पनि धनियाँ र लसुन लगाइदिनु पऱ्यो अडेको मौसम यस्तो छ आज पुरा घाम चाहिँ लाउन पानी स्योर पर्छ घाम लाग्ने हिजो त दिउँसो 11-12 बजे लाग्यो घाम आज नि कि 12 बजे के भने घामै लाउनु अब एकैचोटि पानी पर्छ किनकि अब यो पुसे झरी लाउँछ चितवनतिर पुसे झरी लाहा अरे 4-5 दिन भयो अरे अब यतातिर पनि पानी त पर्छ आज भोलिमा आज नपर्यो भने त पानी पऱ्यो नि बेलुकै परोस् यति पर्ने छ भने नि दबाई त उठाउनु पर्छ फेरि इमिडिएटली एकदम दबाई चाँडो उठाउनु पर्छ रुच्यो नि त बर्बाद फकिङ हुन्छ यस्तो जाडो भइरहेछ हाम्रो डक्कलार के गर्नु अब यस्तो छ कुखुरा पनि अब ल्याएर हाल्नुपर्ने छ अब आगो तापेर बस्नुपर्छ कि उता तलतिर जानुपर्छ कि साउकुनातिर तपाईँहरूले खाना खानुभयो कि यो भिडियो सायद अपलोड हुँदा बेलुका हुन्छ भने खाना खाने टाइमै हुन्छ होला सब्सक्राइब गरिहाल्नुहोस् है जो च्यानलमा नयाँ हुनुहुन्छ यम्मी एकदम मिठो वा लेखनाथ महोत्सवमा गएको यार 50 रुपियाँ यत्रो पुस्तकारीलाई यत्रो कुमिन्डो मिठाईलाई 50 रुपियाँ के अरे 100 रुपियाँ पहिला 50 मा पाइने अहिले 100 एकदम महँगो भइरहेको रहेछ होइन अनि जे चिज पनि एकदम महँगो भइरहेको रहेछ लेखनाथ महोत्सवमा अब कुनै कुरो त सस्तो नि पाइन्छ राम्रो नि पाइन्छ क्वालिटीको कुरो हो अब पुस्तकारी ल्याएको चुस्नेलाई चाहिँ मिठो त हुनुपर्ने हो नि ढाका लाएर गुलियो तर गुलियो नआउने पुरा टोकेसी मात्र हल्का फुल्का गुलियो आउने त्यही भएर हिजो अर्जुन सागपोटा आएको थियो आज त लाउरे आउने छ आज होइन लाउरे आउने कन्सर्टमा चाहिँ भोलि कि पर्सितिर आज कति 11 भनेपछि आज कति गति आज 10 गति होला सायद अब 11 कि 12 गति आउँछ अब लाउरे 12 गति बेलुकातिर लाउरे आउने
टाका लाएर सबै गायकरहरू आउँछन् लोकदोरीदेखि त ऱ्यापरदेखि त हरेक गायकरहरू होइन र यसले साइकल चलाइरहेको छु पुरा मस्त पारामा हाम्रो पौडेल लक्सको बालु आयो पौडेल लक्सको घरतिर जानु पर्यो अब जाडो जाडो हौ घाम त लाउन्न आज पानी नपर्दै हुन्थ्यो अब पौडेल लक्सको घरतिर जानु पर्यो एकचोटि त्यहाँ गएर आउनु पर्यो कपडा धुन त छैन सुकाउन छ भयो जस्तो लाग्थ्यो एउटा कपडा थियो त्यहाँ सुकाउन अहिले आएर सुकाउनु छु कस्तो आँखा पोले पोले यस्तो भयो रातो रातो जस्तो भयो होला होइन त्यो आगो ताप्दिएको स्किन उति अगाडि त्यो अभिन्न भाइको घर अगाडि यसो आगो बालेका रहेछन् बालेको रहेछ त्यहाँ भाइहरू पुरा आगो तापिरहेको थियो एकछिन त्यहाँ आगो ताप्न गयो त्यो निलो घर त साइडै भाइहरू अनि यसो गफसाफ गरियो आगो सागो तापियो होइन यो आगो तापेपछि धेरै आगो तापेपछि कस्तो आँखा पोल्छ होइन अनि कस्तो माहौल हेर्दा कुनै कुनै अब हुन्छ नि यत्तिकै बसिरहेको बेला आँखाबाट कस्तो आँसु जस्तो हुन्छ कि धेरै आगो तापे धुवाले त उस गरेको धुवाले अलिकति उस हुन्छ नि धेरै धुवामा नि बस्नु न साइड इफेक्ट पार्छ यस्तो जाडो भइरहेछ अब दबाई कुट्न जानुपर्ने भन्नेतिर अलि बेलुका बेलुका जानु पर्यो साउकुनातिर जानुपर्छ कि बरु रेन्जर बाटो खनिसकेको रहेछ ऊ आज म अस्ति हो त देख्नु पनि रातो रातो हो त्यहाँ साउकुनातिर जानुपर्ने हाम्रो कमल घारी देख्न सक्नुहुन्छ अगाडि कमल घारीको पुरा जुमबाट चाहिँ हल्का 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 जुम गर्छु त्यति राम्रोसित देखेको छैन किनकि आइफोन होइन त्यति राम्रोसित देखेको छैन किनकि यो आइफोन होइन मेरो साथीभाइहरू दिदीबहिनीहरू सम्पूर्ण नेपालीहरू यो रूपताल ल कल भाइ ल बहन टाला यो हो हाम्रो काले भाइ म पुरा फर्काइदिन्छु कि अब काले भाइ हेरेको हेरै हुन्छ जय 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 घाम लाउन दबाई नसुक्ने भयो यार पानी परिदिँदा ल्याङ बर्बाद हुन्छ पानी नपर्दै हुन्थ्यो के हम कसो गरौँ के गरौँ भर्खरै खाना खाएको 1-2 घन्टा त भयो खाजा खाने टाइम नि भएको छैन दबाई कुट्न जानुपर्ने के गरौँ कसो गरौँ कहाँ जाऊँ के गरौँ म त एकदम कन्फ्युज भइरहेँ साथीभाइहरू भनिदिनुहोस् न यसो कमेन्टमा यो हिजो मेरो मुकब्याङ भिडियो अपलोड भएको छ अब आज चाहिँ यो हुन्छ अब मेरो अब 3-4 दिनपछि फेरि मुकब्याङ भिडियो आउँछ तर्सुकै माछाल कुवा हेर्न अर्को कुतिया ल ल ल लडामै ल ल ल ल ल ल ल ऊ पकड 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 ल ल ल ल ल चा पकड 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 ल आइज ल ला ओए ल ला यता ल सुन्दै के भन्नु गाइस मुख त धुनु पर्यो माको चिसो ए राम यस्तो चिसो पानी ओहो चरा आज जस्तो लाग्थ्यो कता प्यारोट यता अगाडितिर कता प्यारोट देखेँ जस्तो लाग्थ्यो मैले भर्खरै कता कराहा के चराहरू यता कता कराहा कराउन त कता हो ए माइ गॉड मुख ध्यान पनि धोको अहिले यस्तोको आँखा पोले जस्तो भयो मुख धुनु पर्यो र च्यानललाई जो नयाँ हुनुहुन्छ सब्सक्राइब गरिदिनुहोस् लाइक गरिदिनुहोस् कमेन्ट गरिदिनुहोस् र आजलाई भिडियो यति एन्डिङ गर्न चाहन्छु हस्त जय नेपाल।